यहाँ उपस्थित सम्पूर्ण महानुभावहरूलाई मेरो हार्दिक नमन टक्राउन चाहन्छु। आज म तपाईँहरू सामु कृतज्ञता, गर्व, खुसी र हल्का पीडाले भरिएको मन लिएर उभिएको छु। आजको यो क्षणलाई शब्दमा व्यक्त गर्न निकै गाह्रो छ, किनकि आज केवल हाम्रो विदाई कार्यक्रम मात्र होइन, हाम्रो जिन्दगीको सबैभन्दा सुन्दर अध्याय मध्येको एकको समापन पनि हो। सबैभन्दा पहिले म मेरा सम्पूर्ण साथीहरूलाई उत्कृष्ट एससी नतिजाको लागि हार्दिक बधाई दिन चाहन्छु। साथै 100% उत्तीर्ण नतिजा हासिल गरेको मेरो प्रिय विद्यालयलाई पनि हार्दिक बधाई व्यक्त गर्दछु। यसै अवसरमा म हाम्रा आदरणीय शिक्षकहरूप्रति एउटा विनम्र क्षमायाचना पनि व्यक्त गर्न चाहन्छु, किनकि हामीले प्राप्त गरेको उच्चतम जिपिए सायद तपाईँहरूले हामीबाट राख्नु भएको अपेक्षासम्म पुग्न सकेन। तर पनि आज म एउटा वाचा गर्न सक्छु कि हामी जहाँ गए पनि तपाईँहरूले सिकाउनु भएको ज्ञान र संस्कारलाई सधैँ साथमा लिएर जान्छौँ र आफ्ना कर्मद्वारा तपाईँहरूलाई गर्व गर्ने अवसर अवश्य पनि दिनेछौँ। एक विद्यालयमा बिताएका अविस्मरणीय 13 वर्षपछि म गर्वका साथ भन्न सक्छु कि यो विद्यालय केवल इँटा र पर्खालले बनेको भवन मात्र होइन, यो त यस्तो स्थान हो जहाँ सपनाहरू जन्मिन्छन्, आत्मविश्वासको निर्माण हुन्छ र भविष्यको आधार तयार हुन्छ। मलाई अझै पनि आफ्नो सुरुवाती दिनहरूको सम्झना आउँछ। एउटा सानो बालक आँखामा डर लिएर यस विद्यालयमा प्रवेश गरेको थियो। कक्षामा जान नपरोस् भनेर अनेक बहाना बनाउँथ्यो, तर अभिभावकको हात समातेर फेरि घरमा फर्कन पाए भनेर सोच्थ्यो। तर आज 13 वर्षपछि उही बालक फेरि एकपटक आफ्ना प्रिय साथीहरूसँग त्यही कक्षा कोठामा बसेर विद्यालयलाई आफ्नो दोस्रो घर चाहिँ महसुस गर्न पाउने अवसरको कामना गर्दै यहाँ उभिएको छ। मेरा प्रिय साथीहरू, यी 13 वर्ष अविस्मरणीय बनाइदिनु भएकोमा तपाईँहरू सबैलाई धेरै धेरै धन्यवाद। हरेक कक्षामा हाम्रो छुट्टै कथा छ, विद्यालयको हरेक गल्लीमा हाम्रो हाँसो गुन्जिएको छ। प्रत्येक वार्षिक कार्यक्रम होस्, प्रत्येक खेलकुद दिवस होस्, प्रत्येक उत्सव र हाम्रा सबै गल्तीहरू समेत आज जीवनभर सजाएर राख्न मिल्ने गरी सम्झनामा परिणत भएको छ। भोलिले हामीलाई फरक फरक बाटो, फरक सहर र फरक सपनातिर लैजान सक्छ, तर म पूर्ण विश्वासका साथ भन्न सक्छु कि दुईले कहिले पनि साँचो मित्रतालाई मेटाउन सक्दैन। हाम्रा आदरणीय शिक्षकहरू, हजुरहरूको कृतज्ञता व्यक्त गर्न पर्याप्त शब्द नै छैन। एससी 2022 का सम्पूर्ण विद्यार्थीहरूको तर्फबाट म हजुरहरूलाई हृदयदेखि धन्यवाद दिन चाहन्छु। तपाईँहरूले हामीलाई सही बाटो देखाउनु भयो, आत्मविश्वास कमजोर भएको बेला हौसला दिनुभयो, सधैँ साथ दिनुभयो र हामीले आफूमाथि विश्वास गर्नु अघि नै हाम्रो क्षमतामाथि विश्वास राखिदिनु भयो। भविष्यमा हामीले जे जस्तो सफलता प्राप्त गरे पनि त्यसको एउटा अंश सधैँ तपाईँहरू हुनुहुनेछ। मेरा प्रिय भाइ बहिनीहरू, म तपाईँहरूलाई एउटा सानो सन्देश पनि छोड्न चाहन्छु। कक्षाको हरेक दिनलाई अर्थपूर्ण बनाउनुहोस्, आफ्ना शिक्षकहरूको सम्मान गर्नुहोस्, अभिभावकको मेहनतको कदर गर्नुहोस्, साथीहरूलाई साथ दिनुहोस् र विशेष गरी एससी लगायत आगामी परीक्षाहरूमा उत्कृष्ट नतिजा हासिल गर्न आजदेखि नै मेहनत गर्न थाल्नुहोस्। अन्त्यमा म यस विद्यालयप्रति गहिरो सम्मान र हार्दिक कृतज्ञताका साथ आफ्नो शिर झुकाउन चाहन्छु, जसले 13 वर्षमा हामीलाई आजको व्यक्तित्वमा ढालेको छ। फेरि एकपटक सम्पूर्णलाई हार्दिक बधाई र जुन डेटबाट हामी विगतका कयौँ वर्षदेखि सँगै विद्यालय प्रवेश गर्थ्यौँ, सायद यो क्षण आज अन्त्य भएको महसुस गरेँ मैले। जीवनले हामीलाई जहाँ पुर्याए पनि यो विद्यालय केवल हामीले पढेको स्थान मात्र रहने छैन, यो सधैँ हामीलाई को हो भनेर चिनाउने, सही बाटो हिँडाउने र जीवनका मूल्यहरू सिकाउने हाम्रो दोस्रो घर बनेर रहनेछ। अन्त्यमा हाम्रो लागि यस्तो सुन्दर अविस्मरणीय विदाई कार्यक्रम आयोजना गरिदिनु भएको सम्पूर्ण भाइ बहिनीहरूलाई धेरै धेरै धन्यवाद। सबैको आगामी यात्रा सुखद र सफल रहोस्। यति भन्दै म सन्देश मान्या आजको यस मञ्चबाट बिदा हुन चाहन्छु। धन्यवाद।